हेलो। म चाहिँ आज एउटा सानो कविता सुनाउँदैछु है त। यो कविता चाहिँ हाम्रो जति पनि आमा बुबा दाजुभाइ साथीभाइ दिदी बहिनी हुनुहुन्छ नि, जैन्तिया हिल्स मेघालय कोइला खानीमा होइन, यो चाहिँ उहाँहरूको लागि है। यो चाहिँ कविता चाहिँ है हजुरहरूले यो सुनेर चाहिँ केही त्यस्तो मन दुखाउने काम नगर्नु होला होइन, र त्यस्तो अनर्थ नसोच्नु होला होइन। त्यसमा त्यस्तो खराब वर्ड्सहरू, त्यस्तो खराब शब्दहरू त केही पनि छैन है। र भएकै कुरा चाहिँ म भन्दैछु होइन। र केही त्यस्तो रहेछ भने चाहिँ म अहिले नै हजुरहरूसँग माफी चाहन्छु होइन। हजुरहरूले सुनेर चाहिँ त्यसको मजा लिनु होला होइन। र कस्तो लाग्छ के लाग्छ हजुरहरूले आफ्नो कमेन्टमा लेखिदिनु होला होइन। सुन्नुहोस् है त। दिन बित्यो रात बित्यो, दिन बित्यो रात बित्यो भएन केही, भोलि पो केही हुन्छ कि भनी है। दिन बित्यो रात बित्यो भएन केही, भोलि पो केही हुन्छ कि भनी। उम्ला भाँची बसिरहेको छु, मेरो पनि पालो कहिले आउँछ होला भनी। फर्केस फसे त म पनि जान्थेँ घर, फर्केर आउँदिन थिएँ यो कोइला खानीमा। कसले मलाई जा भनी गर्थ्यो होला र कर होइन। सुन्नु है, यही हो है, हजुरहरूको लागि चाहिँ यही हो होइन। यो फर्केस भनेको चाहिँ के हो भने चाहिँ त्यति अब इन्डियामा सबैलाई थाहा पनि छैन होइन। यो तीर भनिन्छ यसलाई चाहिँ होइन। यो चाहिँ अब खासै भनौँ भने अब यो वर्ल्डमै चाहिँ खोइ मलाई पनि त्यति थाहा छैन राम्ररी चाहिँ। तर जैन्तिया हिल्स मेघालयमा चाहिँ यो तीर खेलाउँछ होइन। यो तीर भनेको चाहिँ अब उता तीर भन्छ, अरू जग्गा भन्नु भने चाहिँ लट्री भनिन्छ त्यसलाई होइन। त्यो लट्री हो होइन। र त्यो लट्रीमा चाहिँ अब हाम्रो दाजुभाइ दिदी बहिनी आमा बुवा सबैजनाले चाहिँ एकदमै इन्ट्रेस्ट र फोकस गर्नुहुन्छ क्या त्यो चिजलाई चाहिँ होइन। अब बच्चा बच्चीले पनि खेल्दिनँ कि त्यो चिज चाहिँ है। आज भएन, भोलि पो फस्छ, भोलि भएन पर्सि फस्छ, अरे मेरो पनि आउँछ नि पालो, कति खान्छ खाना, एक दिन त म उकास्छु नि भन्ने त्यस्तो कुरा हुन्छ क्या होइन। र कतिको त अब लगनी नै सबै त्यसमै डुबिसकेको हुन्छ होइन। हप्ताभरि काम गऱ्यो, त्यो दिनकै खेल्यो, ऋण मागे खेल्यो, ऋण मागे खेल्यो, अब हप्तामा पेमेन्ट आउँछ त्यो थाप्यो, त्यो तिर्यो, सक्यो है। अनि कतिले त भनेको सुन्छु, हो यो मेरो साउ चाहिँ निकाल्नु पाएँ अनि म जान्थेँ घरतिर भनेको पनि कति कुरा सुनियो होइन। र त्यस्तो चाहिँ नहोस्। र कतिजना हाम्रो दाजुभाइ होइन, साथीभाइहरू दिदी बहिनीहरू होइन, अझै